हेलो साथीहरू, यदि तपाईँ गण्डकी प्रदेशको लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने चाहिँ अब हेर्न सक्नुहुन्छ तपाईँको गण्डकी प्रदेश निजामती सेवा ऐन र नियमावली 2079-11 अनि त्यसपछि 18 प्रमाणीकरण भनेर यो तपाईँको इक्जाममा धेरै मात्रामा सोधिएको च्याप्टरमा गण्डकी प्रदेशमा यदि फर्म भर्नुभएको छ भने इक्जाम दिन जानु भइरहेको छ भने यो सबै पढेर जानुपर्ने हुन्छ। तपाईँ मलाई लोकसेवामा जस्तो क्वेसन सोध्छ त्यसलाई मात्र पढाउने छु, सबै टपिकलाई कभर गर्ने छैन, इम्पोर्टेन्टहरूलाई मात्र कभर गर्ने छु। हस् त, धन्यवाद। अब हेर्न सक्नुहुन्छ तपाईँहरू, अब प्रदेश सरकारले प्रदेश निजामती सेवा अन्तर्गत देखाएको बमोजिम सेवाहरू गठन गरिएको छ। अब हेर्न सक्नुहुन्छ तपाईँ, योमा के यो इक्जाममा सोधिएको क्वेसन हो। यसमा चाहिँ कुन पर्दैन भनेर सोद्धाखेरि अब त्यसमा यो 7वटा छ, 7वटा मध्ये जुन छैन त्यो अप्सनमा हुन्छ अनि त्योमा चाहिँ लाउनुपर्ने हुन्छ। अब हेर्न सक्नुहुन्छ तपाईँ, फर्स्टमा हेर्नु त प्रदेश इन्जिनियरिङ सेवा, त्यसपछि प्रदेश कृषि सेवा, प्रदेश वन सेवा, प्रदेश स्वास्थ्य सेवा र प्रदेश कानुन सेवा, त्यसपछि हेर्न सक्नुहुन्छ प्रदेश प्रशासन सेवा र प्रदेश शिक्षा सेवा। यति मध्ये चाहिँ तपाईँलाई कुनै यदि दिएको छैन भने चाहिँ त्योमा लाउनुपर्ने हुन्छ। यो क्वेसन भिभिआई छ, टिक लगाइराख्नु अनि पढिराख्नु। त्यसरी नै अब तपाईँलाई यो क्वेसन सोधेको छ, निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिता परीक्षाद्वारा पद पूर्ति हुने पदमध्ये 45%लाई 100% मानि देखाइएको बमोजिमका उम्मेदवारका बिचमा छुट्टै प्रतिस्पर्धा गराई पद पूर्ति गरिनेछ। यो चाहिँ इक्जाममा धेरै मात्रामा सोधेको छ। हेर्न त सक्नुहुन्छ तपाईँको महिलालाई 33% दिएको छ। त्यसरी नै आदिवासी जनजातिको लागि 27% दिएको छ। त्यसरी नै दलितको लागि 15% दिएको छ। विपिन खस आर्यको लागि 10% दिएको छ। यदि अपाङ छ भने चाहिँ मान्छेलाई 5% दिएको छ। थारू छ भने चाहिँ त्यसलाई 4% र मुस्लिम अथवा मधेसी छ भने चाहिँ 3% दिन्छ तिनीहरूलाई। यदि याद गर्नु, यतिबाट तपाईँलाई एउटा सियर भन्दा पनि यो चेटोबाट सोध्यो भने चाहिँ यो माथिको जुन यो प्रदेश इन्जिनियरिङ सेवा, कृषि सेवा यो भयो नि, त्यसरी नै यो दुईवटा टपिकबाट कभर गरेको हुन्छ। अब त्यसरी नै उम्मेदवार हुनको लागि अयोग्यता कति चाहिन्छ भने यो पनि इक्जाममा सोधेको हुन्छ। हेर्न सक्नुहुन्छ, सहायक तहको पदमा 18 वर्ष पुरा भएको हुनुपर्छ। त्यसपछि यदि अधिकृत स्तरको तहको छ भने चाहिँ 21 वर्ष चाहिँ पुरा भएको हुनुपर्छ र पुरुष यदि 35 वर्ष र महिला र अपाङ भने चाहिँ 40 वर्ष छ भने चाहिँ मात्र हुन्छ। यदि त्यति छैन भने चाहिँ अयोग्यता भनेको मानिन्छ। योग्य हुनको लागि तपाईँलाई 18 वर्ष, 21 वर्ष र 40 वर्ष हुनुपर्छ। यदि तपाईँले चाहिँ यदि भन्न खोजेको यो सहायक स्तरको जब लिनको लागि हामीलाई चाहिँ 18 वर्ष हुनैपर्छ र अधिकृत स्तरको लागि 21 वर्ष हुनुपर्छ र यसमा पुरुषको आधारमा चाहिँ 35 वर्षमा चाहिँ गर्न मिल्यो भनेपछि जागिर लिन मिल्यो। यदि महिला छ अथवा अपाङ छ भने चाहिँ तिनीहरू 40 वर्षमा पनि जान मिल्छ। अब यति हेरिसकेपछि अब तपाईँले हेर्न सक्नुहुन्छ, नयाँ टपिक फेरि छ परीक्षणकाल। महिला कर्मचारीको हकमा 6 महिना हुन्छ परीक्षणकाल। त्यसरी नै पुरुष कर्मचारीको लागि 1 वर्ष हुन्छ। यो पनि इक्जाममा धेरै मात्रामा सोधेको छ। अब त्यसरी नै हामी अब सरुवा गर्ने अधिकार भनेर पढौँ। यो चाहिँ हेर्नु त अधिकृत 11औं तह वा सो कर्मचारीहरूलाई सरुवा चाहिँ प्रदेश सरकारले गर्छ। यो इक्जाममा धेरै पटक सोधिसकेको छ। यही लोकसेवाको इक्जाम यदि प्रदेशमा भर्नुभएको छ भने चाहिँ त्यसमा जाँदाखेरि यो इक्जाममा धेरै मात्रामा सोधेको छ। त्यसो अधिकृत 10औं, 9औं, 8औं, 7औं तह वा सो सरहको कर्मचारीलाई
प्रमुख सचिवले दिने हुन्छ। हेर्न सक्नुहुन्छ तपाईँको यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तपाईँ अधिकृत यदि 11 तह छ होइन त्यो तहको काम गरिरहेछ भने चाहिँ प्रदेश सरकारले दियो। यदि 11 भन्दा तलको छ भने चाहिँ प्रमुख सचिवले दिने हुन्छ है। हेर्न सक्नुभयो तपाईँले। त्यसरी नै अब बढुवाको लागि न्यूनतम सेवा चाहिँ सहायक तह पदको लागि 3 वर्ष दिनुपर्ने हुन्छ। यदि बढुवा चाहिन्छ भने सहायक स्तरको छ भने चाहिँ 3 वर्ष र यदि अधिकृत तहको पदको लागि छ भने चाहिँ 5 वर्ष चाहिँ गर्नै पर्ने हुन्छ। त्यसपछि तपाईँको बढुवा हुन्छ। यो फेरि एकचोटि याद गर्नु, सहायक तह पदको लागि 3 वर्ष, यदि तपाईँ सहायक तहको लागि छ भने चाहिँ 5औं तह 4औं तह बढुवा हुनको लागि। त्यसरी नै अधिकृत पदको लागि छ भने चाहिँ 5 वर्ष काम गर्नुपर्ने हुन्छ। हस् त अब यति हेरिसकेपछि अब तपाईँले यति हेरिसक्नुभयो। यति कस्तो भिडियो लाग्यो हेर्न कमेन्ट गर्नु होला। अब हामी यो कार्यालयको आधारमा हुने बढुवाको आधार यो चाहिँ अर्को बेला ल्याउनेछौँ टपिकमा। हस् त धन्यवाद।